होइन फेरि काटिदिन्छु तिम्रो कति हुने रोग तँलाई फ्यान खाएको हाइट खाएको तिमीलाई फोटो यो माइलाको एउटा खुसीसँगै खाने छ्यान खाइलाग्दो प्रतिस्पर्धी पछि रहेछ ल फाइदाको नेपालको पुग्ने चाल फ्युचरले चाहिँ खाइरहेको नेपालको सुपेज फ्युचरलाई चाहिँ खाइरहेको लेकिन नाउ फर्स्ट प्यारा मैले प्लान खाएको हेर्दिन टाउमा अझै बढी प्लानमै ठो प्लानले चलियो यो खेलले चलियो बुद्धिन्छ बलियो माताले बलियो हेर्दा छ कलिलो यो रेसमा मढिलो सब उल्टो हुन्छ पौलाको कलियो अब सुल्टो घुम्छ 10 जना बाँकी हात नमिला होइन तेरो साथी म भाग नमिला हात्ती फाले आँटी म हामी 10 जना भित्र एउटा हात्ती छ नाङ्गो ठटाइ कसरी तर्छ जो हात्ती म नाङ्गो बनाइ तेरो जागिर खाने हात्ती म बाङ्गो हन्ने कसरी पुग्छस् माथि त सिकार भइया छ खाटो भित्र जागिन सिकार यो सिक्का नलिकन जाँदिन मन थिएन मलाई यस्तो चित्त दाजिन हात्ती खोज्दै या वनको खो बासिरा मैले नै जित्छु नबत्याए बाजी धुप छाटी होइन गरी खान सल्लाह दिम को हो माउ को हो बाज को हो चल्ला चिम हल्ला छायो हल्ला क्राउडबाट हल्ला दिम फुटेर बसिरहेको थिएँ निस्क्यो मेरो अल्ला दिन बार सल केला बाज खल्दा बल्ला छिन किताब पढ पाना पल्ट पहिला कका छिन बेस बन्न पहिला अआछिन अति धेरै छोरा माइला मात्र अल्ला छिन बिस्तारै मिलिरहेछ जिन्दगीको हिसाब सो पुरा सिकिरा म घुमिरहेछ दिमाग चिनी निस्क्यो मेरो तिनटा इच्छा पुरा हुन्छ पुरा सपना छ कोटिरहेको चिराग पहिला इच्छा सिर्फ टाउकोमा ल्याप गाउँ लगा मेरो टाउकोमा एप दोस्रो इच्छा इन्डियन नेसनल गाउँछु म तेस्रो इच्छा यसको टाउको लाने मिलेन लेभल तेरो क्रिउ तेरो सिक्न आइज तेरो पकाइसक्यो तेरो खाए त गाँजा आफ्नै एन्टिएप जुत्दै एन्टिएप हावा बोखाए हल्ला नगर भने कलाकारको कला हेर्दा छिची बच्चा फुचेहरू टुप्पा गर्ने बिगी राज गर्ने नीति पुरा एर बिदी काको फुल गायब त्यति चल्छ गिदी पहिलेसँग डेले हान्न थरी सिकी जोडा नाकी मेरो तेरो चाहिँ टिसी मुखको दर्श खर्ला चुरो टर्ने बिडी यसको बास सुन्दा हाई हुन्छ पिपी शब्द छ तब त टप सुन इभाका हामी नागे हाम्रो ठाउँ हाम्रो इलाका मान्छे चिनाम चल्ला दिन्छु इना मिठाला यता उता किन डुलिरहेछ यहाँ मेरो दाइहरूलाई दिउ मैले इसारा तेरो चित्त तात्न आएको हो इसारा राजा बन्न लायक बुद्धि चालको इराजा जित्ने पागलपन छैन इरादा नाक बढी आफै भित्र हिरा पा हिपको हावा दिमागमा राखको किरा झुक्दैन अचोक छ निशाना पुरा होइन भाइ समुद्रको पिराना मेरो राज्यको छैन कुनै सिमाना केटाहरू राजधानीदेखि सीमामा कतै ठिक छैन तेरो चिनामा एन्टिएपबाट आज तँलाई निकाल्छ दामी ल होइन बुझेन दामी ल बेस्ट अफ द बेस्ट फ्रिस्टाइलर एभर अलाइभ मलाई छैन ममा डाउट मलाई यहाँनिर खतरा लागिरहेछ देखेर यहाँनिरको क्राउड फर्स्ट राउन्ड सेकेन्ड राउन्ड थर्ड राउन्ड हाल्नुपर्छ सबजना नकआउट ए जिपअप नाम होइन ब्रान्ड हो रे ब्रदर आई लभ यु ब्रदर यार ओके ब्रदर यार क्यामेराम्यान दाइ साँप सिडी कसरी खेल्ने यो गिडीमा छ ज्ञान साँपहरू भन्दा पनि मेरो सिडीमा छ ध्यान साइडको लाइभ सो कति सिटीमा छ ब्यान्ड 2020 देखि अहिलेसम्म बिकिरहेको ब्रान्ड फ्रिस्टाइल ब्रदर फ्रिस्टाइल थ्याङ्क यू ब्रदर यार यहाँनिर क्राउड होइन बुझेन धेरै पछि भेटा साउन्ड सिस्टम पनि दामी आएको छ होइन अनि अब यहाँनिर भएको आमाहरू है हाम्रो सबलाई नमस्ते है म चाहिँ शान्तिनगर कलाकार है हाम्रो पुलिसहरू सबलाई नमस्ते म चाहिँ नेपालको शान्तिनगर कलाकार हो होइन अनि यहाँनिर जति पनि झाप भएर आउनु भएको छ जति पनि ट्रिपमा हुनुहुन्छ उहाँहरू चाहिँ मेरो कल्ड फ्यान मेरो फ्यामिलीहरू हो अनि अरूहरू चाहिँ मलाई चिन्ने मान्छेहरू हो होइन चिन्ने र फ्यान्समा धेरै फरक हुन्छ होइन मलाई सबलाई नमस्कार अब मलाई अब राउन्डसित बोल्न आउँदैन होइन तर ठिक छ यार मलाई खतरा लाग्यो यार बुझ्दैन जीवन नाम होइन ब्रान्ड हो यस ब्रदर 2020 देखि अहिलेसम्म बिकिरहेको ब्रान्ड के भनेको थियो कि मैले बिर्सिएको फेरि बुझेन किन
भने हानिदिन्छु फेरि होइन 2020 देखि अहिलेसम्म बिकिरहेको ब्रान्ड मैले अहिले सिकिरहेको गरिरहेको ध्यान खाली खल्ती होइन अहिले यहाँ कमी भएको छ ज्ञान तर खाल लुट्ने मेरो अहिलेसम्म चुक्या छैन प्लान मेरो साइको लाइफ छ कति सिटीमा छ ब्यान्ड सापहरू तयार छ डस्ट म यहाँ पर्छ बस्न तर सापहरू भन्दा पनि मेरो सिडीमा छ ध्यान बुझ्यो ऱ्याप गेम भनेको साप सिडीको खेल हो के सापहरू तयार छ डस्नलाई बुझेन मलाई ठिक छ अब कुन गीत गाउने दि केटाहरू कुन गीत गाउने खै फाइनली भेट भयो केटा हो 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 ठिक छ ब्रदर यार मेरै फोटो बनाएर लिएर छ यार हैन म पनि तिमीहरू जस्तै हो के ढोक्नु पर्दैन ल यार बुझ्दैन म पनि तिमीहरू जस्तै हो कि म तिमीहरू जस्तै होइन हामीमा फरक के छ थाहा छ हामीमा हाम्रो पेसा मात्र फरक हो के मेन गन्तव्य मेन लक्ष्य भनेको आफू खुसी हुने हो के तिमीहरू घर बनाउँछौ भने नि तिमी आफू खुसी हो तिमी डक्टर हो भने पहिला आफू खुसी हो होइन बुझेन म पनि तिमीहरू जस्तै हो कि होइन अनि लास्ट खुसी लाग्छ कि मलाई ल बेला कन्सर्ट देख्नु सबैजना कन्सर्ट हेर्न आएको होइन म चाहिँ कन्सर्ट हेर्न आएको यहाँ होइन ल सबैले आयो त ल फाइनली भेट भयो त फाइनली ल Finally भेट भयो केटा हो finally भेट भयो केटा हो finally भेट भयो केटा हो finally बाधा छ पुग्नको लक्ष्यमा खासलाई कुनै पक्षमा जनताले राजा छानिसक्यो कतिलाई पछिनु सक्दैन काटेको पकिन जोडेर आएको हिरामा दाग फुटेर आएको फलामको ढुकामा फोडेर आएको चित्त बुझेन त छोडेर राजा सत्ता सब तोडेर आएको खान मेरो आफैले खुसेर खाएको काको फुलसँग छोडेर आएको खै त म जस्तो खुदेर पाएको छरी भागेर काको थाकेर आएको फेरि सुरु खुदैछ भागेर फकिने बाटो हेरी आफूमा हारेको थिएँ म नमिठो चेतियो माया मारेको थिएँ नल फाइनली भेटियो फाइनली भेट भयो केटा हो 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 फाइनली लाइक पिस्तललाई फोटो फ्यान्सलाई मायाको चोखो सबको मनमा बसेको छु खेल पाउ खतरा छ ओको कति छ कला आफैले थाहा पाएको अघियाको म कतिलाई गाताको गाह्रो पाएको जोगाउन पाएको ठाउँ फेरि पछि होइन म गएको मन्छेन बाटोमा हराउन सकिन कसैले हराउन पाएको ठाउँ यतिकै छाड्दिन धेरैले खोज्ने हटाउन आफैले बचाउन नचाहेको बचेर माएको मान्छेहरू कमाएको बुझ्न त मन्थ्यो फाइनली भेटको देखेर माया सम्झना रहेको फाइनली भेट भयो केटा हो 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 फाइनली नसामा झन्डै मछली चेट टिपेको कब्जालाई फिल्डे गरेर खान्छु कि मरेर जान्छु खै त पर्दैन क्रिन्डे पढेर होइन पढेर बुझेको झरेर तलमा लडेर उठेको उडेको सबभन्दा माथि त्यो पुगेको फेटेको सबभन्दा फेरि छ पुगेको बहुलाई सिधा बाटोमा घुमेको बहुलाई तालमा थुकेको होइन म खाएको तालमा फुटेको धुलो र पानीले जिन्दगी डुबेको पुगेको लुगा मारी खेलेको यान्ड्या नेपाललाई हेरेको पुलिस यान्डे Mathi
तिमीहरूले आफूले बनाउने माथि माथि जा भने हेरौँ है लालबन्दी है लालबन्दीहरूमा यो मेन वेपन हो कि मिलेन लेभलतिर बाहुबला तिमीहरूको फेभरेट हो यो फर चाहिँ मेरो फेभरेट हो कि आर्टिस्टकै फेभरेट हो कि बुझेन ल क्यामेराम्यान ल दाइसित क्यामेराम्यान दाइ भन्नुभयो बुझेन आफूले आफूलाई सम्झाउँदै हिँड्नुपर्छ कि यहाँ टेन्सन छ कि बोल्नै आउँदैन कि होइन ल है ल पेड दादा साइडको लाइट पनि अफ गर्दै हुन्छ झिपिक किनाहरू यो पालि हुन्छ साइडको लाइट पनि अफ तिमीहरूलाई कस्तो लाग्यो होइन मलाई त फेरि खतरा लाग्यो बुझेन मैले ऱ्याप छानेको भनेको होइन कसैलाई सुनाउनु पर्छ होइन अरूलाई खुसी पार्नुपर्छ नाम कमाउनुपर्छ गएर कन्सर्ट हान्नुपर्छ भनेर सुरु गरेँ होइन कारण के हरेक कुराको रिजन हुन्छ के होइन उसको ड्याड मम चाहिँ हराउनु भयो होइन खै कहाँनिर हुन्छ खै त कहाँनिर हुनुहुन्छ उसको ड्याड मम फ्यान रहेछ क्या फ्यान बुझेन केटाहरू सत्यको तर त्यो चाहिँ आएर होइन ल यो ऊ हराएको भनेर होइन उसको ड्याड र मम चाहिँ हराएको रहेछ फेरि बुझेन के गर्ने जोक गरिदिइराखेको ल ठिक छ ठिक छ ल फ्यान हो गए फ्यान होइन सानो होला सिकाउनुपर्छ उदाहरण गर्नुपर्छ भन्ने कोसिस गरिरह हो होइन होला कति ठाउँमा चुक्यो होइन अब चाहिँ बिस्तारै गरिरहेको अब कुन गीत सुनिदिएला केटाहरूले मेरो अर्को कुन गीत थाहा छ
तिम्रो जान थाहा छ यस मेरो भाइ कतिलाई यहाँ मिलियनर लेभल भाइ गीतै थाहा छैन मेरो भाइ हो तिमीले सही भन्यौ बुझेन यिनीहरूलाई मिलियनर लेभल भाइ गीतै थाहा छैन ल अर्को कुन गीत सुनिल भन्छ ल सुनौ त ल एन्ड डेफ ब्याटलको भर सुन्यो तिमी अस्ति इज्जत गाछ भन्ने बजाउ ल अस्ति इज्जत गाछ गीत कसले सुनेको छ खै छ क्या यहाँ कल्ड फ्यान बुझेन तर प्रायः जसोले चाहिँ मिलियनर लेभल भाइ गीतै सुनेको छैन कि अनि मलाई ठिस लाग्छ कि बुझेन मलाई यस्तो यस्तो कुराहरूले ऱ्याक लाग्छ कि बुझेन ल सुरु गरौँ ल अस्ति इज्जत गाछ सुरु गरौँ ल खुसी लाग्यो मलाई हैन तिमीहरुले यो गीत पनि खास भन्नु हैन मलाई लगेडाहरु लास्ट सङ है मलाई स्याड लागिरहेको माथि माथि
माथि माथि माथिमा माथि 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 मैले तिमीहरूले आफूले आफूले बनाउने माथि माथि जा भने अब यो बुझ्दैन अब तिमीहरूले ठिक हेरौँ है लालबन्दी है लालबन्दी हेरौँ यो मेन वेपन हो कि मिलेन लेभलतिर बाहुबला तिमीहरूको फेभरेट हो यो फर चाहिँ मेरो फेभरेट हो कि आर्टिस्ट के फेभरेट हो कि बुझेन ल ल क्यामेराम्यान ल दामीसित क्यामेराम्यान दाई भन्नुभयो बुझेन आफूले आफूले सम्झाउँदै हिँड्नुपर्छ कि यहाँ टेन्सन छ कि बोल्नै आउँदैन कि होइन ल है ल पेट दादा साइडको लाइट पनि अफ गर्दै हुन्छ झिपिक किनाहरू यो पालि हुन्छ साइडको लाइट पनि अफ तिमीहरूलाई कस्तो लाग्यो होइन मलाई त फेरि खतरा लाग्यो बुझेन मैले ऱ्याप छानेको भनेको होइन कसैलाई सुनाउनु पर्छ होइन अरूलाई खुसी पार्नुपर्छ नाम कमाउनुपर्छ गएर कन्सर्ट हाल्नुपर्छ भनेर सुरु गरे होइन कारण के हरेक कुराको रिजन हुन्छ के होइन उसको ड्याड मम चाहिँ हराउनु भयो होइन खै कहाँनिर हुन्छ खै त कहाँनिर हुनुहुन्छ उसको ड्याड मम फ्यान रहेछ क्या फ्यान बुझेन केटाहरू सत्यको तर त्यो चाहिँ आएर होइन ल यो ऊ हराएको भनेर भने होइन उसको ड्याड र मम चाहिँ हराएको रहेछ फेरि बुझेन के गर्ने जोक गरिदिइराखेको ल ठिक छ
ल फ्यान ओके ओके फ्यान होइन सानो सानो होला सुकाउनुपर्छ उदाहरण मर्नुपर्छ भन्ने कोसिस गरिरह हो होइन होला कति ठाउँमा चुक्यो होइन अब चाहिँ बिस्तारै बिस्तारै गरिरहेको अब कुन गीत सुनिँदैला केटाहरूले मेरो अर्को कुन गीत थाहा छ तिम्रो जान थाहा छ यस मेरो भाइ कतिलाई यहाँ मिलियन लेभल भाइ गीतै थाहा छैन मेरो भाइ हो तिमीले सही भन्यौ बुझेन यिनीहरूले मिलियन लेभल भाइ गीतै थाहा छैन ल अर्को कुन गीत सुनिल भन्थ्यो ल सुनौ त ल एन्ड डेफ ब्याटलको भर सुन्ने तिमी अस्ति इज्जत गाँसे भन्ने बजाउ ल अस्ति इज्जत गाँसे गीत कसले सुनेको छ खै छ क्या यहाँ कल फ्यान बुझेन तर प्रायः जसोले चाहिँ मिलियन लेभलमा गीतै सुनेको छैन कि अनि मलाई ठिस लाग्छ कि बुझेन मलाई यस्तो यस्तो कुराहरूले ऱ्याक लाग्छ कि बुझेन ल ल ल ल सुरु गरौँ ल अस्ति इज्जत गाँसे सुरु गरौँ ल खुसी लाग्यो मलाई होइन तिमीहरूले यो गीत पनि खास भन्नु होइन मलाई
ल केटाहरू लास्ट सङ है मलाई स्याड लागिरहेको बुझेन मलाई भएको ठाउँको ठाउँ स्याड लागिरहेको के जिन्दगी नै यस्तो हो कि कहाँ गएर के हुन्छ थाहा नै हुँदैन कि बुझेन 11-12 गीत गाउनुपर्छ भनेर पुरा हालेर अब फेरि मैले त जे पनि त्यही मान्छु फेरि न त एकछिनमा अहिले होइन च्यापचुप झ्याप झुप होइन ड्याम बुट होइन बुझेन मैले त फेरि एक्सपिरियन्स पनि छ होइन बुझेन त्यही भएर म जे भने त्यही मान्छु ल लास्ट सङ कुन सुन्ने ल केटाहरू लास्ट सङ कुन सुन्ने तिमीहरू मिलेन लेभल तेरो त्यही सुनाउनु त हुँदैन तिमीहरू त्यही सुन्न आएको हो होइन कि फर 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 सुन्ने ल माथि 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 ल माथि माथि ल माथि माथि ल हुन्छ कि हुँदैन ल माथि माथि ल हुन्छ कि हुँदैन मिलेन लेभल सुन्ने हात उठाउ ल माथि माथि सुन्ने हात उठाउ ल ल ल मिलेन लेभल ल ल ल फेरि म त भने मान्छे है केटाहरू अहिले अहिले मैले एकदम सबैले भने मान्छे हो मैले मुख पनि छाड्दैन होइन म ज्ञानी भइसकेँ सबजना लालबन दिस इज द लास्ट सङ थक फ्यामिली थकहरू थक फ्यामिलीलाई तेरो पारा नभन्दा माथि उठ्ने होइन फेरि काट्दिन्छु तिम्रो कति हुने रोग चलाइ हाइट छ त तिमीलाई पाउँदो यो एउटा खसी सिङ्गे खाने ज्याक प्रतिस्पर्धी कचेरै चल्ल नेपालको बुद्धि चाल पिउसलले छ नेपालको श्रीपेज पिउसललाई छ लेखिँद नाउ फर्स्ट प्याडम मैले ब्यान्ड खाएको हेर्दिन दाउ म अझै पनि ब्यान्डमै हो ब्यान्डले चलियो यो खेलले चलियो बुद्धि छ बलियो माताले बलियो हेर्दा छ कलिलो यो रेसमा मोढिलो सब उल्टो हुन्छ दौलेको कलियो अब सुल्टो घुम्छ 10 जना बाँकी हात त मिला होइन तेरो भाग त मिला हात्ती ढाले हामी 10 जना भित्र एउटा नाङ्गो घटाइको छोरी त सोचो हात्ती म नाङ्गो बनाइ तेरो जागिर खाने हाकी म टाङ्गो हन्नाइको छोरी पुच्छस्ती सिकार आफै याद छ खाल्टो भित्र चाकिन सिकारी यो सिक्का नलिकन जाँदिन मन थिएन मलाई यस्तो सित दाँचिन हात्ती खोज्दै या फन्को बासिरा मैले नै जिते नम्बर दाए बाजे थुक चाटी होइन गरी खान सल्लाह दिम को हो माउ को हो बाज को हो चल्ला चिन हल्ला चाहियो हल्ला क्राउड फोटो हल्ला दिम घुटेर बसिरहेको थिएँ निस्के मेरो हल्ला दिन बार सल्केला बाज भन्दा बल्ला छिन किताब पढ पाना पल्टा पहिला कका छिन बेस्ट बन्न पहिला अआछिन अति धेरै छोरा माइला मात्र हल्ला छिन बिस्तारै मिलिरहेछ जिन्दगीको सब पुरा सिकिरामा घुमिरहेछ जिनी निस्के मेरो तिनटा इच्छा पुरा हुन्छ पुरा सपना छ घोटिरहेको चिराग पहिलो इच्छा सिपेस टाउकोमा लेख गाउँ लगा मेरो टाउकोमा दोस्रो इच्छा इन्टरनेसनल खान्छु म तेस्रो इच्छा यसको टाउको लाने मिलेन लेभल तेरो तेरो क्रिउ तेरो सिक्न आइज तेरो पकाइसक्यो तेरो खाए त गाजा आफै भाउको खाए एन्टिया जुत्तो ठाउँको पाए एन्टिया भाउ नापु खाए होला नगर भने गाउँ कोठाले कलाकारको कला हेर्दा छिछि बच्चा फुच्चीहरू टुप्पाको नि बिगी राज गर्ने नीति पुरा एर विधि काको फुल गाए प्रति चल्छ गीति पहिलेसँग डेला हान्न धरी सिकी छोरा नाकी मेरो तेरो चाहिँ टिसी मुर्ख दर्च खल्ला चुलो टर्ने बिटी यसको पार सुन्दा हाई हुन्छ पिपी सब छ कप टप सुन इभाका हामी नाके हाम्रो ठाउँ हाम्रो इलाका मान्छे चिनाम कसलाई दिन्छु इना मिठाला यताउता किन डुलिरहेछ यहाँ खा मेरो दाइहरूलाई दिउ मैले इसारा तेरो चिन्ता तापा आएको हो इसारा राजा बन्न लायक बुद्धि छको इराजा जित्ने पागलपन छैन इरादा नाक नडी आफूभित्र हिरापा हिपहपको हावा दिमागमा ऱ्यापको किरा छुट्टै छुट्दैन अचुक छ निशाना पुरा होइन भाइ समुद्रको पिराना मेरो राज्यको छैन कुनै सिमाना केटाहरू राजधानीदेखि जस्तो छ ठिक छैन तेरो एन्टियाबाट आज तँलाई लास्ट सङ होइन रिक्वेस्ट एकदम सबै शैलीमा रिक्वेस्ट होइन मैले मागिरहेँ होइन अलिकति टाइम समय मागिरहेँ होइन
टाइम इज मनी एन्ड नो मनी भने जस्तो भइरहेको छ कि बुझ्नु केटाहरू टाइम इज मनी गन्तव्यसम्म पुग्न समय कम छ बुझ्नु भन्न खोजे गन्तव्यसम्म पुग्न समय कम छ सबजना माथि 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 भनौँ होइन फर गीत गाऊ अनि त्यसपछि छुट्टी हो होइन अब के गर्ने त मान्छेहरू आउँछन् जान्छन् हो यही नै लाइफ हो क्या बाबा थियो लालबन्दीमा माइक अन अफ नगर्नु नि दाइहरू एकछिन के होइन लास्ट सङ भने म गाएर जान्छ नि एकछिन ल एकछिन होइन यो सबजना माथि 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 भनौँ है माथि 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 भनौँ है लालबन्दी भनेको नभने हो तिमीहरूको लागि लास्ट सङ भनेर बसिरहेको छ तिमीहरू भनेको नभनेको खै लालबन्दी भनिन्छ त्यहाँ हात उठायो एकचोटि फेरि ल फर ल दिस इज म हिँडिदिन्छु कि गीतकार है सजिलै पिक्यो माथि चढ्न सिक्यो सजिलै निप्यो पहिला उठ्न नपाएकोले छेक पाएको म यहाँ ढुङ्गा कस्तो त्यो त भेटाएको छ यहाँ कुरिरहेको दिन पालो पाउन उडालिने मेरो बेला बनाएको आएको मैले बाले सप्ताहको आएको लास बचाएको मैले तास नपाएको पहिले जस्तो म सबैको लागि घाँस नपाएको बाबलाई सुन दोरीबाट लाभ गराएको धुवा बिना अहिलेसम्म मेरो सास त आएको साथ भएको टाउकोबाट सुले हात तटाएको टाउको माथि राखे दाँच किन हात लगाएको फेरि रात सोच्छु म एक्लै ठुलो बोक्नु छ आएको निभे अघेर तातै छ निभे आएको फेरि पुग्छु म खुट्टा ताले सबै थुक्छु म चालचेल सजिलै बुझ्छु म हेरिराख्दा फेरि उठ्छु म मलाई मात्र थाहा छ कहाँसम्म पुग्छु म साक्षी मेरो प्राण सुकेन उद्रेन पागलपन बानी सुध्रेन गाह्रो बाटो थियो बाटो थियो एक्लै माथि उक्ले म सानो पछि राजा बाटो ढुकेर पछाडि म्याउ म्याउ अघिबाट चुपेर यो किमा माथि आफू साथै जुतेर हेर देखेन देखेको छ उडेर फेरि फर 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 अब यस्तै भयो होइन अब लालबन्दी अब म जान्छु होइन मान्छेहरू आउँछन् जान्छन् होइन अब यहाँ त मैले भने मान्नुपर्छ तिमीहरूलाई लाग्छ बब हिरो हो बबले जे भने त्यही हुन्छ होइन बुझेन मलाई पनि स्टेजमा होइन मेरो फ्यान्सहरू लिएर नचाउनु मन छ तर म त एउटा मलाई त चलाएर हुन्छ कि बुझेन म त सानो मान्छे हो एउटा होइन मेरो पछाडिको म्यानेजमेन्ट टिमले चलाएर हुन्छ अनि स्टेज भेन्यूभित्र उनीहरूको चल्छ भने यहाँभन्दा बाहिर मेरो चल्छ सेकेन्ड राउन्ड अब युनाइटेड होटलमा हुन्छ है केटाहरू सबजना युनाइटेड होटलमा आइन्छ है कल फ्यान बेस होइन बुझेन आई होप
होइन कहाँनिर भन्दाखेरि उहाँनिर डुमडुमेको छेउमा युनाइटेड होटल छैन सेकेन्ड राउन्ड हामी त्यहाँ हुन्छ ल केटाहरू अनि अहिले चाहिँ म जान्छु होइन अनि प्रहरी सरहरू होइन अनि प्रहरी सरहरूलाई हाम्रो जति पनि पुलिस सरहरू हुनुहुन्छ उहाँहरूले सेक्युरिटी दिनुभएकोमा एकदमै धन्यवाद तपाईँहरूलाई होइन तपाईँहरूको ड्युटी घाम जस्तो हुन्छ होइन अनि आजको दिन म रेस्पेक्ट गर्छु के होला पहिले मैले मुख छाड्दै हिँड्ने मैले के गरेर हिँडेँ होइन म सामान ड्रग्सहरू बोकेर हिँड्थेँ होइन तर आजको दिन म रेस्पेक्ट गर्छु तपाईँहरूको ड्युटीलाई होइन तपाईँहरूको ड्युटीलाई कसम नगरेर होइन बाबुले मनभित्रबाट गर्छु ल मेरो आँखामा हेर्नु म झुटको बोलाएर छैन रेस्पेक्ट यो ड्युटी होइन एन्ड थ्याङ्क यू फर द हेल्प होइन सरहरू चाहिँ एक्चुली प्रहरी सरहरूको लागि आधुरा केटाहरू आधुरा ए सनी त्यो यो चाहिँ न्यानो होइन यो चाहिँ हामीले नमस्कार गरे जस्तो के हाम्रो जहिले वाइड पार हुन्छ यो चाहिँ नमस्कार गरे जस्तो अनि यहाँनिर गएर त पेपर रहन्छ म तपाईँहरू स्टेजमा गएको हुने कि अनि आज चाहिँ थ्याङ्क यू होइन दामी थियो ल लालबन्दी बाई बाई ल सबजना बाई बाई ल है सेकेन्ड राउन्ड त्यहाँनिर हुन्छ त्यहाँ अब मेरो चल्छ कि यहाँबाट गाडी उताबाट बाहिर निस्किन्छ म मेरो चल्छ युनाइटेड होटलमा सेकेन्ड राउन्ड हुन्छ सेकेन्ड राउन्ड ल केटाहरू बाई बाई ल है तर मलाई ऱ्याक लागिरहेको ल Hello, give it up for Shivam, everybody! So, माइक चिन्ह प्रदान गर्दछौँ उद्योग वाणिज्य सङ्घ लालबन्दी सरलाईका अध्यक्ष दिपेन्द्र कुमार बलम्पाकीज्यूलाई स्टेजमा आमन्त्रण गर्दछु र कार्य समिति पदाधिकारीज्यूहरू हुन्छ भनेर नि मञ्चमा आइदिनु होला हामी माइकको चिन्ह प्रदान गर्दैछौँ जीवक त्यसै गरी म स्टेजमा वेलकम गर्न चाहन्छु हाम्रो विश्वदोङ आदरणीय गायक विश्वदोङलाई म माइकको चिन्ह ग्रहणको लागि आमन्त्रण गर्दछु त्यसै गरी बबिता गुरुङज्यूलाई पनि म आएको चिनो ग्रहणको लागि स्टेजमा आमन्त्रण गर्दछु Talk family ya tero para म भन्दा माथि उड्ने होइन फेरि काट दिन्छु तिम्रो गति हुने रोग तल फ्यान खाएको खाइ खिच्नु तिमीलाई मोटो यो माइलाको एउटा कसो सिङ्गे खाने छ्यान खाइ लाग्दो प्रतिस्पर्धी बचेर चल्न पाइरहेको नेपालको पुग्ने चाल टुचोले चाहिँ खाइरहेको नेपालको सुपेज टुचोलाई चाहिँ खाइरहेको लेकिन नाउ बस प्यारा मैले प्लान खाएको लेकिन नाउ अझ बढी प्लानमै थियो प्लानले चलियो यो खेलले चलियो पुगिन्छ बलियो माताले बलियो हेर्दा छ कलिलो यो रेसमा मठिलो सब उल्टो हुन्छ पौलाको कलियो अब सुल्टो घुम्छ 10 जना बाँकी हात नमिला होइन तेरो साथी म भाग नमिला हात्ती फाले आँटी म हामी 10 जना भित्र एउटा हात्ती छ नाङ्गो ठटाइ कसरी तर्छ जो हात्ती म नाङ्गो बनाइ तेरो जागिर खाने हाकी म बाङ्गो हन्नाइ कसरी पुग्छस् तिमाथि त सिकारा भइया छ खाँदो भित्र जागिन सिकारी यो सिक्का नलिकन जाँदिन मन थिएन मलाई यस्तो चित्त दाजिन हात्ती खोज्दै या वनको थ्रो बासिरा मैले नै जित्छु नबत्याए बाजी धुप छाटी होइन गरी खान सल्लाह दिम को हो माउ को हो बाज को हो चल्ला चिन हल्ला छायो हल्ला क्राउडबाट हल्ला दिम फुटेर बसिरहेको निस्क्यो मेरो अल्ला दिन बार सल केला बाज खोल्दा बल्ला छिन किताब पढ पाना पल्ट पहिला कका छिन बेस बन्न पहिला आछिन अति धेरै छोरा माइला मात्र अल्ला छिन बिस्तारै मिलिरहेछ जिन्दगीको हिसाब सो पुरा सिकिरा म घुमिरहेछ दिमाग चिनी निस्क्यो मेरो तिनटा इच्छा पुरा हुन्छ पुरा सपना छ घोटिरहेको चिराग पहिला इच्छा सिर्फ टाउकोमा ल्या गाउँ लगा मेरो टाउकोमा दोस्रो इच्छा इन्टरनेसनल काछु तेस्रो इच्छा यसको टाउको लाने मिलेन लेभल तेरो क्रिउ तेरो सिक्न आइज तेरो बगाइसक्यो तेरो खाए त गाजा आफ्नै एन्टी एप छुट्दै एन्टी एप थाहा नापो खाए हल्ला
छुट्दै छुट्दैन अचोक छ निशाना पुरा होइन भाइ समुद्रको पिराना मेरो राज्यको छैन कुनै सिमाना केटाहरू राजधानीदेखि सीमामा कता छ ठिक छैन तेरो चिनामा त्यहाँबाट आज तँलाई निकाल्छ दामी ल होइन बुझेन दामी ल बेस्ट अफ द बेस्ट फ्री स्टाइल रेपर अलाइभ मलाई छैन ममा डाउट मलाई यहाँनिर खतरा लागिरहेछ देखेर यहाँनिरको क्राउड फर्स्ट राउन्ड सेकेन्ड राउन्ड थर्ड राउन्ड हाल्नुपर्छ सबजना नकआउट ए जिपअप नाम होइन ब्रान्ड हो रे ब्रदर आई लभ यु ब्रदर यार ओके ब्रदर यार क्यामेराम्यान दाइ साप सिडी कसरी खेल्ने यो गिडीमा छ ज्ञान सापहरू भन्दा पनि मेरो सिडीमा छ ध्यान साइडको लाइभ सो कति सिटीमा छ ब्यान्ड 2020 देखि अहिलेसम्म बिकिरहेको ब्रान्ड फ्री स्टाइल ब्रदर फ्री स्टाइल थ्याङ्क यू ब्रदर यार यहाँनिर क्राउड होइन बुझेन धेरै पछि भेटा साउन्ड सिस्टम पनि दामी आएको छ होइन अनि अब यहाँनिर भएको आमाहरू है हाम्रो सबलाई नमस्ते है म चाहिँ शान्तिनो कलाकार है हाम्रो पुलिस सरहरू सबलाई नमस्ते म चाहिँ नेपालको शान्तिनो कलाकार हो होइन अनि यहाँनिर जति पनि जाप भएर आउनु भएको छ जति पनि ट्रिपमा हुनुहुन्छ उहाँहरू चाहिँ मेरो कल्ड फ्यान मेरो फ्यामिलीहरू हो अनि अरूहरू चाहिँ मलाई चिन्ने मान्छेहरू हो होइन चिन्ने र फ्यान्समा धेरै फरक हुन्छ होइन मलाई सबलाई नमस्कार अब मलाई अब राउन्डसित बोल्न आउँदैन होइन तर ठिक छ यार मलाई खतरा लाग्यो यार बुझ्दैन जीवन नाम होइन ब्रान्ड हो यस ब्रदर 2020 देखि अहिलेसम्म बिकिरहेको ब्रान्ड के भनेको थियो मैले बिर्सिएँ भेटेँ बुझेन मैले हानिदिन्छु फेरि होइन 2020 देखि अहिलेसम्म बिकिरहेको ब्रान्ड मैले अहिले सिकिरहेको गरिरहेको ध्यान खाली खल्ती होइन अहिले यहाँ कमी भएको छ ज्ञान तर खाल लुट्ने मेरो अहिलेसम्म चुकेको छैन प्लान मेरो साइको लाइफ छ कति सिटीमा छ ब्यान्ड सापहरू तयार छ डस त म यहाँ पर्छ बस्न तर सापहरू भन्दा पनि मेरो सिडीमा छ ध्यान बुझ्यो ऱ्याप गेम भनेको साप सिडीको खेल हो के सापहरू तयार छ डस्नलाई बुझेन मलाई ठिक छ अब कुन गीत गाउने त केटाहरू कुन गीत गाउने खै फाइनली भेट भयो केटा हो 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 ठिक छ ब्रदर यार मेरै फोटो बनाएर लिएर आएको छ यार होइन म पनि तिमीहरू जस्तै हो के ढोक्नु पर्दैन ल यार बुझेन म पनि तिमीहरू जस्तै हो कि म तिमीहरू जस्तै होइन हामीमा फरक के छ थाहा छ हामीमा हाम्रो पेसा मात्र फरक हो के मेन गन्तव्य मेन लक्ष्य भनेको आफू खुसी हुने हो के तिमीहरू घर बनाउँछौ भने नि तिमी आफू खुसी हो तिमी डक्टर हो भने पहिला आफू खुसी हो होइन बुझेन म पनि तिमीहरू जस्तै हो कि होइन अनि लास्ट खुसी लाग्छ कि मलाई ल बेला कन्सर्ट देखाउँ सबजना कन्सर्ट हान्न आएको होइन म चाहिँ कन्सर्ट हान्न आएको यहाँ होइन ल सबैले आयो त ल फाइनली भेट भयो त फाइनली ल कसरी थाहा भयो सबैमा साँच्चीकै पाउला हो औका छ अझ बढी जति नदिन दाउराको दाउलाके लग्लाके फस्किने गाउँका हो होइन नि दाउलाके कसम छैन नि भाउ खाएको खुट्टा जाने दाजुभाइहरूलाई निजको औँला हो मौका छ अझ बढी सबको मनमा छ ठाउँ पाएको लेबलले मिलेन दाज त सबैको पाउको फाइनली भेट भयो केटा हो 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 फाइनली बाजा छ फुक्नको लक्ष्यमा फेसलाई कोनेको पक्षमा जनताले राजा छानिसक्यो कतिलाई पछिनु सक्दैन काटेको पकिन जोडेर आएको हिरामा दाग कुटेर आएको फलामको ढुङ्गामा फोडेर आएको चित्त बुझेन त छोडेर राजा साता सब तोडेर आएको खान मेरो आफ्नैले खुसेर खाएको काको
फेरि खासहरू कुदैछ थाहा फर्किने बाटो हेरी आफूमा हारेको थिएँ म नमिठो चेतियो माया मारेको छैन होला फाइनली भेटियो फाइनली भेट भयो केटा हो फाइनली 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 लाइक पिस्तललाई फोटो प्यान्सलाई माएको चोखो सबको मनमा बसेको छु खेल पाउ खतरा छ ओप्लो कति छ कला आफैले थाहा पाएको अघियाको म कतिलाई गाताको गाह्रो थाएको जोगाउन पाएको फेरि पिछ होइन मगाएको मन्छेन बाटोमै हराउन सबैलाई कसैले हराउन पाएको थोरै ठिकै छाड्दिन धेरैले खोज्ने हटाउन आफैले खोज्न नथाको बचेर माएको फाँचहरू कमाएको पुग्न त म त्यो फाइनली भेटको देखेर माया सबैलाई रमाएको फाइनली भेट भयो केटा हो फाइनली 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 नसामा भन्ने मछली चेट टिकटकमा कम्प्युटरलाई फ्लिङले गरेर खान्छु कि मरेर जान्छु खै त पर्दैन ग्रिनले पढेर होइन पढेर बुझेको झरेर तलमा लडेर उठेको उडेको सबभन्दा माथि त्यो पुगेको भेटेको सबभन्दा फेरि छ पुगेको बहुलाई सिधा बाटोमा घुमेको बहुलाई तालमा थुकेको होइन म खाएको तालमा फुटेको ठुलो र पानीले जिन्दगी डुबेको फुकेको लुगा मारी खेलेको यान ट्यान नेपाललाई हेरेको पुलिस याँडे हेरेको छुटेर आएर फाइनल भेटेको फाइनली भेट भयो केटा हो फाइनली 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 भेटियो फाइनली 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 भेटियो फाइनली 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 केटा र केटी हो फाइनली भेटियो फाइनली 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 सिकेर 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 आज सब कुरा सिकेर फेरि टिकेर देखाउनु छ जितेर मलाई चिनेन 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 कतिले मान्छेलाई चिनेन के मिलेन 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 कसैको लेभललाई मिलेन क्या बबाल आइरहेछ होइन बबाल एनर्जी भइरहेछ होइन बुझेन बबाल एनर्जी भइरहेछ ल होइन त्यो फोटो ल्याउने यार हो बुझेन तिमी पनि आउन त अब होइन ऊ यहाँनिर आउनु होइन अब मैले चाहिँ फेरि अहिले चाहिँ अरूले भने मान्छ होइन मलाई कसै पनि बब यताउता वाइल्ड नगर होइन बुझेन यताउता भनेर भनेको छ ल तिमी चाहिँ यहाँनिर बस्नु अहिले म तिमीलाई सँगै लिएर जान्छु है अनि त्यहाँनिर गएर कुरा गर्नुपर्छ बुझेन फ्यान के बुझेन चित्र बनाइरहेछ बुझेन चित्र के बबको चित्र बनाइरहेछ होइन धेरै पछि भेटाएँ यस्तो फ्यान होइन धेरै पछि भेटाएँ अनि मलाई खुसी लागिरहेछ ल ब्रान्ड भेटिदिनु ब्रदर ल एकचोटि थप फ्यामिली तानौँ अघिको के नपुगेको म एकदम ल तिमी आई होप यु विल सक्सेस इन लाइफ ब्रदर है आई लभ यु होइन ब्रदर एन्ड थ्याङ्क यू फर ल केटाहरू ल है थ्याङ्क यू है ब्रदर है थ्याङ्क यू सो मच है ब्रदर है थ्याङ्क यू फर दिस मोमेन्ट है बुझेन जिन्दगी भने सम्झना हो होइन अनि आजको कन्सर्ट उसले खतरा बनाइदियो झलक हो क्या झलक बुझेन अनि यो मुमेन्ट जान्छ होइन अनि फेरि एकछिनपछि मलाई स्याड लाग्छ कि अब यो स्टेजमा क्या मजा आएको थियो भनेर होइन बुझेन त्यस्तो हुन्छ क्या लाइफ तर थ्याङ्क यू ब्रदर यार अनि अब बबले नै मलाई हेर्छ कि बुझेन बबले त यहाँ आयो बुझेन ल बब हेर ल बबले कन्सर्ट हान्छ मैले आफू भित्रको मलाई भनिरहेको हो क्या बुझेन एकचोटि थक फ्यामिली तानौँ थक फ्यामिली अघिको भएन कि अलिकति लाइट झाप पारौँ न फेसबुक छैन सबजना है लाल बत्ती है लाल बत्ती थक फ्यामिली थकहरू सबैलाई थक फ्यामिली फेरि काटिदिन्छु तिम्रो कति हुने रोग तँलाई खाइरहेको खाइरहेको तिमीलाई खोको यो माइरहेको एउटा खाँसीसँग खाने चाल खाइरहेको 24 घन्टी बजेर चल्न पाइरहेको यो बोकको पुग्ने चाल फ्युचरले चाहिँ खाइरहेको यो बोकको सुपेर फ्युचरलाई चाहिँ खाइरहेको लेखिन्न नाम फर्स्ट मैले पाइरहेको यो चिन्न जाऊ म अझै पनि प्लानमै हो प्लानले चलियो यो खेलले चलियो बुद्धि छ बलियो मातालाई बलियो एउटा छ बलियो यो रेसमा म ढुलो सब कुरो हुन्छ बोलाको बलियो अब सुल्क खुन्छ 10 जना बाँकी र हात मिले होइन तेरो भाग मिले हात्ती ढाल्ने हामी 10 जना
सल्लाह दिम को हो माउ को हो बाज को हो चल्ला चिन हल्ला चाहियो हल्ला क्राउडबाट हल्ला दिम कोटेर बसिरहेको निस्क्यो मेरो अल्ला दिन बार सल केला बाज खेल्दा बोल्ला सिन चिन्ता पर पाना पल्टा पहिला कोका चिन बेस बन्न पहिला अआचिन अति धेरै छोरा माइला मात्र अल्ला चिन बिस्तारै मिलिरहेछ जिन्दगीको हिसाब पुरा सिकिरामा घुमिरहेछ दिमाग जिन्दगी निस्क्यो मेरो तिनटा इच्छा पुरा हुन्छ पुरा सपना छ घोटिरहेको चिराग पहिलो इच्छा सिपिस टाउकोमा ले ग्राउन्ड लगा मेरो टाउकोमा दोस्रो इच्छा इन्टरनेसनल कान्छमा तेस्रो इच्छा यसको टाउको लाने मिलेन लेभल तेरो सिक्न आइज तेरो बगाइसक्यो तेरो खाए त गाजा आफले एन्ड्याप जुत्ते एन्ड्याप भावना हल्ला नगर भने कलाकारको कला हेर्दा चिची बच्चा फुचेहरू टुप्पाको नि बिगी राज गर्ने नीति पुरा आएर बिदी काको फुल गायब त्यति चल्छ गिदी कोइलेसँग डिल हान्न थरी सिकी जोडा नागी मेरो तेरो चैट पिसी मुख तत्त खर्ला चुरो टर्ने बिबी यसको बार सुन्दा हाई हुन्छ बिबी शब्द छ कम त टप सुन इबाका हामी नागे हाम्रो ठाउँ हाम्रो इलाका मान्छे चिनन तल्ला दिन्छु इना मिठाला यताउता किन डुलिरहेछ इयाका मेरो दायाहरूलाई दिउ मैले इसारा तेरो चित्त ताप्न आएको हो इसारा राजा बन्न लायक बुद्धि चालको हिरा छ जित्ने पागल पन छैन इरादा नाक मोडी आफै भित्र हिरा पार बको हावा दिमागमा ऱ्यापको गिरा आ छुट्दैन अचुल छ निशाना पुरा होइन भाइ समुद्रको पिराना मेरो राज्यको छैन कुनै सिमाना केटाहरू राजधानीदेखि सीमामा दशा ठिक छैन तेरो चिनामा एन्ट्यापबाट आज तँलाई निकाल्ला खतरा खै कस्तो भइरहेछ हाम्रो कन्सर्ट हाम्रो यात्रा होइन मग स्टेज आइदै कस्तो भइरहेछ त्यो थाहा पाउनु त पऱ्यो नि म कुन बाटो जानेछु ल दामी भइरहेछ भन्छ त हात उठाउँदा एकचोटि हेरौँ त खै यति हो पपको कर्ड फ्यान यति हो खै हात उठाउँदा खै फेरि हेरौँ त ल पछाडि मलाई थाहा छ पछाडि बवाल भयो भने छ तर हातै उठाउनु सकेको छैन कि सब झ्याप छ कि पछाडि मलाई थाहा छ तिमीहरू चाहिँ ठिक छ होइन मिलेर गीत गाउने हो त लालबन्दी मिलेर गीत गाउने भए म एउटा खतरा वेपन झिक्छु ल कन्सर्ट कस्तो हुन्छ ल कन्सर्ट हान्न आएको म होइन कन्सर्ट कस्तो हुन्छ ल ठाउँको ठाउँ देखाइदिन्छु ल मिलेर गीत गाउने हो ल मिलेर गीत गाउँछ त्यहाँ हात उठाउ ल यति हो मिल्ने जति अरू नमिल्ने म के भन्छु थाहा छ म फर भन्छु तिमीहरू माथि भन्ने है त एकचोटि मसँग रिपिट है त यसलाई नै रिपिट गर है माथि म आइन आवाज सबले लाउड न त म आफै एक्लै गाइदिन्छु फेरि म हिँडिदिन्छु फेरि होइन बुझेन एक्लै गाइदिन्छु म हिँडिदिन्छु फेरि तिमीहरू नगाउनु भयो अरे सड्के चङ्की हो होइन ल है फेरि है म के भन्छु भने फर गीत रेडी मात्र पार्नु है डिजे दादा रेस्पेक्ट आवाज दिनु है म फर भन्छु तिमीहरू माथि भने सबले एक केटाहरू है बवाल हुन्छ भने यो ठाउँ उड्छ भने बुझेन ब्लास्ट हुन्छ भने ल तिमीहरू विश्वास गर्न फर माथि म फर माथि म फर पुगेन मिलेन फेरि ल मिल्छ अब मिल्छ नआत्तिनु तिमीहरू है एकचोटि गर्दा मिल्दैन के काम पनि एकचोटिमै हुँदैन कि बुझेन एकचोटिमा हुँदैन फेरि रिपिट प्रोसेसै रिपिट हो फेरि है म फर भन्छु तिमीहरूको पालो आउँछ तिमीहरू चाहिँ माथि भन्ने के मैले मेरो लागि माथि भन बनी त माथि जा भनेर भने होइन तिमीहरूले आफूले आफ्नो लागि भन्के ल फेरि है फर माथि म फर माथि अब स्टेजको लाइट झ्याप हुनु पऱ्यो है स्टेजको लाइटै बल्नु भएन उता क्राउडतिर मात्र लाइट बल्नु पऱ्यो स्मोक छ भने बाल्दियो होइन अनि फर ट्र्याक बजाउ ल तिमीहरूको पालो बिचमा आउँछ हेरे केटाहरू है ल प्ले द्याट बिट दाइ
होइन यति हो फ्यामिली 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 बुझेन फ्यामिली वेयर फ्यामिली यतिकै फ्यामिली तिमीहरू यति माथि माथि भन्नेहरू साथ दिनेहरू साथ बुझेन जिन्दगीमा कि साथ दिन्छन् कि पाठ सिकाउँछन् के बुझेन मान्छेहरू कस्तो कस्तो भेटिन्छन् भन्दाखेरि कतिले साथ दिन्छन् कतिले पाठ सिकाउँछन् के बुझेन तिमीहरू यति भनेको साथ दिनेहरू अरू भनेको पाठ सिकाउनेहरू चाहिँ मिलेन अलिकति नयाँ दामी लिएर आइज भन्नेहरू इट्स ओके होइन तिमीहरू भनेको भइरहेछ ओके होइन ओके इट्स ओके होइन तर ठिक छ ल मैले बाटो बिराए भनेर आत्तिराथे कतिले आफ्नो स्वार्थको लागि यहाँ हात मिलाए कतिले साथ निभाए कतिले पाठ सिकाए बुझेन तिमीहरू साथ निभाउनेहरूको चाहिँ साथ बस्ने हो फेरि सास रौन्जेलसम्म साथ बस्ने हो होइन तर यो गीत फेरि रिपिट हाल्नुपर्छ भएन कि भएन खै मैले बन्दुकै चलाएन तिमीहरूले माथि माथि भनेन के हल्का हल्काले मात्र भने भइरहेछ फेरि बुझेन पर्फेक्ट चाहिएको छैन प्रोग्रेसको कुरा हो होइन बुझेन केही कुरा नै पर्फेक्ट हुँदैन के उता 10वटा म्युजिक भिडियो सुट हुँदैछ तर पर्फेक्सनै बुझेन पर्फेक्टै लागेको छैन कि आफूलाई तर अरूलाई सुनाउँदा फेरि त्यो पर्फेक्ट छ के भनेको इम्पर्फेक्सन इज द आर्ट होइन तर यहाँ यसो हेर्दा फेरि अलिकति भएन के इम्पर्फेक्ट जस्तो लाग्यो सबले एकचोटि है फर 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 आमाले ऱ्याप भन्छ कि आमा हेरेर गर्नु ऱ्याप भन्छ त ठिक छ होइन तपाईँले भन्नु पऱ्यो ल ठिक छ यो गेम छ होइन एकचोटि स्टेजको लाइट झार्र हुनु पऱ्यो कि स्टेजको लाइट के झिप 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 पारेर झिप 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 सबले है पानी आऊ त